हत्या र कुको सम्भावना रहेको भन्दै पुटिनको सुरक्षामा कडाई। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सुरक्षालाई पछिल्ला दिनहरूमा निकै कडा बनाएको एक युरोपेली गुप्तचर निकायको प्रतिवेदनले देखाएको छ। उच्च तहका सैनिक अधिकारीहरूको हत्या भइरहेको र सत्ताभित्रै असन्तोष तथा सम्भावित कुको जोखिम बढिरहेको आशंकाका कारण यस्तो सुरक्षा व्यवस्था अपनाइएको जनाइएको छ। प्रतिवेदनका अनुसार पुटिनका नजिकका काम गर्ने कर्मचारीहरू जस्तै भान्से, अङ्गरक्षक र व्यक्तिगत तस्बिर खिच्ने कर्मचारीलाई सार्वजनिक सवारी साधन प्रयोग गर्न निषेध गरिएको छ। उनीहरूलाई सुरक्षित वातावरणमै राखेर काम गराउने व्यवस्था मिलाइएको छ। राष्ट्रपति भेट्न जाने व्यक्तिहरूलाई 2 चरणमा कडाइका साथ जाँच गरिने व्यवस्था गरिएको छ। गत डिसेम्बरमा एक उच्च सैनिक अधिकारीको हत्या भएपछि रुसको सुरक्षा संयन्त्रभित्र मतभेद बढेको र त्यसपछि सुरक्षा उपायहरू अझ कडाइका साथ लागू गरिएको बताइएको छ। सञ्चारका माध्यममा पनि नियन्त्रण बढाइएको छ। पुटिनसँग नजिक रहेका कर्मचारीहरूले इन्टरनेट जडान नभएका फोन मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। केही कर्मचारीहरूको घरमै निगरानी प्रणाली जडान गरिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। यस अवस्थाले रुसभित्र आर्थिक समस्या, बढ्दो असन्तुष्टि र युक्रेनमाथिको आक्रमणपछि देखिएका सैनिक चुनौतीहरूका कारण असहजता बढ्दै गएको सङ्केत गर्छ। पुटिनको भ्रमण तालिकामा पनि उल्लेखनीय रूपमा घटाइएको छ। उनी र उनका परिवारले मस्को क्षेत्रका नियमित आवास तथा भाल्डाईमा रहेका निजी गर्मीयामको बसोबास स्थलमा जाने क्रम घटाएका छन्। सन् 2025 नियमित रूपमा सैनिक क्षेत्रको भ्रमण गर्ने पुटिनले यस वर्ष हालसम्म कुनै पनि सैनिक स्थल भ्रमण गरेका छैनन्। सार्वजनिक उपस्थितिलाई कायम राख्न सरकारले पहिले खिचिएको तस्बिर र भिडियोहरू सार्वजनिक गर्ने गरेको पनि जनाइएको छ। त्यस्तै सन् 2022 युक्रेनमाथि आक्रमण सुरु भएपछि पुटिनले धेरै समय क्रास्नोडार क्षेत्रमा रहेका सुरक्षित बङ्करहरूमा बिताउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।